भएर के छैन वेलकम ब्याक टु माई न्यू भिडियो है। अनि अहिले चाहिँ म टक्क रेडी भएर कहाँ जान लाग्यो भन्दाखेरि गाउँ जान लाग्यो होइन, त्यही हो। गाइस अहिले चाहिँ हामी गाउँ जान भनेर निस्केको मान्छे। अहिले मेरो साथीले मलाई यहाँ काका लाने भन्दैछ। यो बाहिरबाट ढुक्यो, बाहिरबाट होइन त्यो मन्दिर भनेको हामी जानुपर्छ। यो दोस्तले चाहिँ अहिले कहाँको लगेर मार्छ होइन, त्यही भएर अघि मैले राइड हानेको थिएँ। अहिले चाहिँ साथीको पालो। अब हामी यहाँ मन्दिरभित्र जान्छौँ, जानैपर्छ दोस्त मन्दिर त। मन्दिरमा त्यो होइन होइन रोक रोक, मन्दिर त जानैपर्छ नि। लगाइन्छ अब हामी जस्तो हामी मन्दिर चण्डेश्वरी मन्दिर देखाउँछु म। मुहारमा अनि ल किरिसका सुन्नेका गाना ल हामी साथीले के भन्न चाहे जस्तो लागिरहेको मलाई सिनेमेटिक जसको। ल बोल न के बोल्नु ल त्यस्तो। आजको एक्जाम कस्तो गयो? आजको एक्जाम गाइज हामी मन्दिरमा त्यही भएर उयो ढोग्नै बिर्स्यो त, मन्दिरमा आएर ढोग्नै बिर्स्यो त। ल अनि भएन त यसरी त क्यामेरा ल उसलाई फेरि बोल्न अलिकति जस्तै अब उसले चाहिँ कस्तो बोल्छ भन्दाखेरि होइन, जस्तै के भन्नु पऱ्यो होइन, जस्तै अब मलाई चाहिँ अब केही बोल्न मन लाग्यो भने उसले फ्याट्ट बोल्नु पऱ्यो भने चाहिँ मुमलिङ हान्ने चाहिँ उसले त फेरि बोलेर के हान्छ? मुमलिङ मम्मलिङ होला। मम्मलिङ के हो? घन्टी बजाइदिउँ टिङ बाली जितिहाल्छ घन्टी त जताततै हो नि फेरि होइन। ल कफाडी सिस्टम पार देंगे। उडाउँछ मार्देला नि। सो गाइज हामी चाहिँ अहिले यहाँ तन्चोकको डाँडामा साथी र म, अनि हामीले यहाँ झन्डै स्कुटर लगाएको थियो। अनि हाम्रो त्यहाँ के भएछ भनेर हेर्न जानु लागेको थियौँ, तर के भएको छैन त्यस्तै छ बाटो त। यस्तो नाइस भ्यू छ है। वाउ सेक्सी। सो गाइज अनि अहिले चाहिँ हामी तन्चोक आइसक्यौँ होइन, हामी साथी यहाँ छ। अनि तन्चोकको यो चाहिँ रुट भयो। अब हामी यहाँ सिनेमेटिक हानेर देखाउँछौँ होइन। यहाँ छ साथी चाहिँ हाम्रो चिया पनि छ यहाँ। ल अब हामी कहाँ जाने भनेर? ए अब हाम्रो नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो यहाँ देख्दैन। अनि पर हाम्रो गुफा डाँडा कुन के अरे पुरै जाउँ न, पुरै जाउँ चाहिँ बिल्ला देख्छ उयो यो सेतो सेतै देखेको ठाउँमा हामी त्यहाँ पुग्छौँ हामी आज चाहिँ होइन, अब 10-15 दिनपछि। जाँदैछौँ अनि बनेपाबाट हामी आज रवि बिजन हाम्रो चाहिँ आजदेखिबाट अब लगभग डेली भ्लग हाल्ने चाहिँ मेरो चाहना छ, इच्छा चाहना के हुन्छ। कस्तो राम्रो गाउँ अनि बनेपा पाखा थियो दोस्रो देख्नु नै बिहान आन्टी मकै हो यो? ए हस् हस् बाई गरिदिनु। सो गाइज अहिले चाहिँ म त्यहाँ पसलमा गएर यसो अलिअलि कान्छा हानेर अनि दिदीलाई बोकेर अब हामी घर जाँदैछौँ। अनि आजको भ्लग चाहिँ दिदी हिँड्न आजको भ्लग चाहिँ अब यति नै होइन। अब हामी बेलुका घर जान्छौँ अनि भेट्छौँ।